नमस्कार गाइज, यति बेला हामी गलकोटदेखि उपस्थित भइसकेका छौँ। उहाँ ब्लगर, उहाँको साथमा म छु। म नयाँ ब्लगर है गाइज। ल मेरो ब्लगको नाम छ सागर एनपिएल भनेर छ। सबैजनाले माया गरिदिनु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ भिडियोलाई सब्सक्राइब गरेर अनि बेल आइकन थिच्नु होला है साथीहरू। ल गाइज, आजको हामीले तपाईँलाई चाहिँ एउटा नयाँ वर्कआउट देखाउँदैछौँ है त। नयाँ यो जौँको काटेको है, यो काटेको जौँको नल गोड्ने। नल भन्छ यतातिर, तपाईँकोतिर परल नि भन्न सक्छ गाइज। ल ल गाइज हेर्नु ल। यसलाई लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला है गाइज। भेट्यो हाम्रो ओखर नल काट्दा ओखर भेटिन्छ। गाइज पुरा अर्ग्यानिक नल गाउँमा बसेर जौँ काट्न आएको रमाइलो गरिराखौँ। ल गाइज, पारिदेखि नि बोरा गाउँ है। बागलुङको रत्न के अरे रत्न पार्क भन्दा नि राम्रो छ यो हाम्रो बारी। गाइज हामी दुई भाइ आज यहाँ जोसले घुम्टे छ काम गरिरहेछौँ गाइज। तारखोला यतातिर यति उखालिसक्यौँ। यहाँ माथितिर एउटा पसल छ, रेशम किराना पसल। यहाँ तपाईँहरूले चुइकम अब राम्रा खानेकुराहरू जस्तै तपाईँलाई ट्याक्क त्यो तकिला सकिला खान मन लाग्यो छ भने कृपया सम्पर्क गर्नु होला है त गाइज। गलकोटदेखि गुल्मी ट्राभलको लागि पनि यहाँ उपलब्ध छ। उपलब्ध छ। हाम्रो बाटो एकदम राम्रो छ। अब चाहिँ पिच हुँदैछ। अनि पिच भयो भने यहाँ सबै घुम्न आउनु होला। मासतिर सुनमारी खानु होला। यतातिर घुमेर यो बारीलाई हेरिदिनु होला एकचोटि सबैजनाले। हामी नि यहाँ सुन्तला खेती गर्नेवाला छौँ है त गाइज। यो हामी बस्ने घर हो, यो नयाँ है। यो यहाँ हाम्रो मम्मी यता मम्मी हुनुहुन्छ। पुरा सुती कता हुनुहुन्छ? जो काट्नु हो। ए हात हल्लाइदिनु न आमा। मम्मी हात हल्लाउनु त। ल गाइज, तपाईँ देख्न सक्नुहुन्छ। स्वदेशमा काम गर्न गाह्रो रहेछ। यो उचारा सुचारा गयो यहाँका नङका छाला केही छैनन्। विदेशमा भाषे यस्तो चिल्लो भइन्थ्यो। वैसा साट्नु न एकछिन, पनि गोड्छ। नजिकबाट बोल्नु। यता साट्नु न, यता तलबाट हो। अनि गाइज भन्नु। यस्तो छ गाइज। बोल्न केही आउने भोलक गरायो। स्वदेशमा काम गरेर खान गाह्रो छ गाइज। त्यो ढुङ्गा माटामा